मेरो नाम आर्सिया महर्जन हो र म 11 वर्षकी छु। आज शनिबार हो र चर्च जाने दिन हो। मलाई आज चाँडै चर्च जान मन लागेकोले म बिहानै उठे। मलाई चर्च जाने बाटो धेरै रमाइलो लाग्छ। आज कुन गीत गाउने होला, कुन कथा सुन्ने होला, के खेल खेल्ने होला, यी कुराहरू सोच्दा चर्च जान अझ धेरै मजा आउँछ। पहिले बच्चाहरूको लागि छुट्टै सङ्गति थिएन, त्यसैले म ठुला मानिसहरूसँग बसेर सङ्गति गर्थेँ। त्यो बेला सङ्गति निकै लामो लाग्थ्यो र कहिलेकाहीँ दिक्क पनि लाग्थ्यो। अहिले चाहिँ बच्चाहरूको लागि अलग्गै सङ्गति हुन्छ। मलाई बाल सङ्गति एकदम राम्रो लाग्छ। पहिले अङ्ग्रेजी गीतहरू गाउँदा मलाई गाह्रो लाग्थ्यो, तर अहिले चाहिँ नेपाली गीतहरू र नाच गर्न पाउँदा खुसी लाग्छ। म त बाल सङ्गतिमा सिकेको गीत घरमा पनि गुनगुनाउँछु। गएको हप्ता हामीले दाउदको हृदय देखेर परमेश्वरले कसरी उहाँलाई छान्नुभयो भन्ने कथा सुनेका थियौँ। आज भने दाउदले ठुलो राक्षस गोलियतलाई कसरी जित्यो भनेर सुन्दैछु। बाल सङ्गति गीत गाउने र कथा सुन्ने मात्र होइन, हामीले सिकेका कुराहरू सम्बन्धित रमाइला खेल र धेरै किसिमका सृजनात्मक कार्यहरू पनि गर्छौँ। यी गतिविधिहरू मलाई एकदम मनपर्छ। वास्तवमा त कहिले नगरेका रमाइला खेलहरू र सृजनात्मक गतिविधिहरू गर्न पाएकाले झन् चर्च जान मन लाग्छ। जय मसीह सबैजनालाई। मेरो नाम प्रार्थना गजमेर हो। म बडीखेल ख्रिस्ट मण्डलीबाट हो। म चाहिँ बडीखेल ख्रिस्ट मण्डलीमा सन्डे क्लासको टिचर हो। रमाइलो टिचर किताब चाहिँ एकदमै सहयोगी छ, किनभने बाइबलमा चाहिँ एकदम भारी शब्दहरूको प्रयोग हुन्छ जुन चाहिँ बच्चाहरूलाई बुझ्न गाह्रो छ अनि टिचरहरूलाई बुझाउन पनि गाह्रो छ। तर रमाइलो टिचरमा चाहिँ एकदमै सरल वाक्यमा चाहिँ लेखिएको छ र चित्रहरू पनि एकदमै हेर्न पनि उत्साहयुक्त हुने चित्रहरू बनाउनु भएको छ। अनि त्यसमा गीतहरू अनि वर्कसिटहरू जुन कामहरू आफूले पढेको कामहरू गर्ने कुराहरू पनि गरिदिनु भएको छ। बच्चाहरू प्रयोग गर्दा चाहिँ एकदमै खुसी हुन्छ, किनभने त्यहाँ चाहिँ एउटा प्लस पोइन्ट चाहिँ लास्टमा 2टा क्वेसनहरू जहिले छोडिदिनु भएको छ। त्यो क्वेसनले चाहिँ बच्चाहरूलाई चाहिँ बुझ्न सहयोग गर्छ, म यो एन्सर भन्छु भन्नको लागि। त्यसैले त्यो चाहिँ प्लस पोइन्ट छ रमाइलो टिचर किताबमा चाहिँ बच्चाहरूको लागि। जय मसीह। मेरो नाम एड्रियन देवान हो र म यहाँ माउन्ट मोरिया चर्चमा हामी 2 जना पास्टरहरू मध्येको एकजना पास्टर हुँ। नेपाली चर्चहरूमा विशेष गरी नेपालमा क्रिस्चियनिटी हामीले हेऱ्यो भने अलिक जवानै छ। बाल सङ्गतिको लागि धेरै बोझ त छ चर्चमा। हामीले बालकहरूलाई, नानी बाबुलाई वचनको शिक्षा सिकाउनुपर्छ, सुसमाचार सिकाउनुपर्छ, प्रभुको आज्ञा पालन गर्न सिकाउनुपर्छ भनेर धेरै बोझ त छ। तर पनि हामीसँग चाहिँ त्यति सामग्रीहरू कसरी सिकाउने भन्ने बारेमा अलिकति हामीसँग टुल्सहरू स्रोत साधनहरू नभएको अलिकति अवस्था चाहिँ छ। किनभने एकदम संसार छिटो एडभान्स भइरहेको छ। नानीहरू पनि एकदम स्मार्ट भइरहेको छ। यिनीहरूकै पेस पक्रेर उनीहरूलाई चाहिँ रमाइलो प्रकारले सिकाउने तर इफेक्टिभली प्रभावकारी रूपमा सिकाउने तालिमहरू चाहिँ हामीलाई चाहिन्छ जस्तो मलाई लाग्छ। बालकहरूलाई यसरी कथा भन्दै यता नक्साबाट एकदम उनीहरूले सधैँ सम्झिनु सक्ने गरी, उनीहरूको मनमा बस्ने गरी यसरी सिकाउनलाई हेर्नुहोस् यो सजिलो सामग्री हाम्रो हातमा। र यो चाहिँ मलाई यस्तो लाग्छ कि भविष्यको दिनमा यसले गर्दा बाल सङ्गतिमा धेरै सहायता पुग्नेछ। हुन्छ, विशेष कोरियामा रहनुहुने सम्पूर्ण प्रभुको जनहरू र कोरियामा रहनुहुने मण्डली परिवारहरूलाई ख्रिस्टीय अभिवादन, जय मसीह छौँ। र हामी विशेष गरी एउटा नम्रतापूर्वक आग्रह पनि गर्न चाहन्छौँ कि सम्पूर्ण कोरियन मण्डलीलाई कि तपाईँहरूले हजुरहरूको मिसनरी टिमलाई कोरियाबाट सपोर्ट गरिदिनु होला। प्रार्थनाको सपोर्ट साथै अरू सामग्री आर्थिक सपोर्ट पनि हजुरहरूले गरिदिनु होला, किनकि यो पुस्तकहरू बनाउन धेरै लगानी चाहिन्छ। धन्यवाद। हाम्रो शिक्षक भन्नुहुन्छ कि हामी जस्ता बालबालिकाहरू नेपालका मण्डलीहरूको भविष्य हौँ।
त्यो कुरा सुन्दा मलाई लाग्छ कि म साँच्चै नै मूल्यवान र महत्त्वपूर्ण व्यक्ति हुँ र म छिट्टै असल ठुलो मान्छे बन्न चाहन्छु। ठुलो भएपछि चर्चमा साना नानीहरूलाई परमेश्वरको वचन सिकाउने राम्रो शिक्षिका बन्नेछु।